आदरणीय तमाम मूलवासी मङ्गोल समुदाय, विशेष गरेर यो 9 अगस्ट को के अरे विश्व मूलवासी दिवस भर्खरै के अरे चाहिँ कमिङ आउँदै गरेको यो साउन महिना 24 गते पर्न गएको यो विश्व मूलवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण देशभित्र र बाहिर छरिएर रहनुभएका तमाम आदरणीय मूलवासी मङ्गोल आमा बुवा दाजुभाइ तथा सम्पूर्ण देशभक्त नागरिकहरूलाई विशेष गरेर म जितेन किरातीको तर्फबाट र त्यस्तै गरेर चाहिँ हाम्रो सङ्गठनको तर्फबाट यहाँहरूलाई मुरी हार्दिक शुभकामना म व्यक्त गर्न चाहन्छु। र यो चाहिँ के अरे चाहिँ विश्व मूलवासी दिवसको चाहिँ प्रसङ्गमा अलिकति केही कुराहरू चाहिँ के अरे म यहाँहरूको माझमा प्रश्न पार्न गइरहेको छु। विशेष गरेर नेपालभित्र पनि चाहिँ के अरे नेपाल सरकारले पनि एक खालको यसको चाहिँ व्यापक तयारी गरिरहेको देखिन्छ। विभिन्न तामझामको साथ बजेटहरू राष्ट्रिय ढिकुटीबाट चाहिँ विभिन्न खालका आदिवासी जनजाति भन्ने के अरे समूहलाई के अरे चाहिँ वितरण भइरहेको देखिन्छ। सरकारको माथिल्लो निकायदेखि तल्लो तहसम्मको के अरे चाहिँ राज्यको निकायहरूले आदिवासी विश्व आदिवासी दिवस मनाउनको निम्ति भनेर बजेट के अरे चाहिँ छुट्टिएको अवस्था छ। र म यसको बारेमा पनि यहाँहरूलाई केही कुरा चाहिँ के अरे प्रश्न पार्न चाहन्छु। विशेष गरेर चाहिँ के अरे चाहिँ यो इन्डिजिनस डे विश्व एउटा के अरे चाहिँ मूलवासी दिवस होइन, र यसको के अरे सुरुवात र थालनी कहिलेबाट र कसरी भयो भन्ने कुरा चाहिँ मैले यहाँहरूको माझमा चाहिँ के अरे चाहिँ विस्तृत रूपमा छोटकरीमा केही जानकारी दिन चाहिरहेको छु है। यो चाहिँ विशेष गरेर ग्वाटेमालाको एउटा होइन मूलवासीको छोरी जुन चाहिँ के अरे चाहिँ हाम्रो चाहिँ रिगोबेर्टा मेन्चु ट्रम्प भन्छ, जसको के अरे चाहिँ नाम चाहिँ यो मूलवासी दिवस विश्व मूलवासी दिवससँगै होइन यो चाहिँ ओल्ड इन्डिजिनस डे सँगै के अरे चाहिँ रिगोबेर्टा चाहिँ के अरे चाहिँ मेन्चु ट्रम्पको नाम पनि सँगै के अरे चाहिँ आउँछ जोडिएर है। अनि चाहिँ के अरे चाहिँ विभिन्न के अरे चाहिँ सामाजिक सञ्जालहरूले पनि रिगोबेर्टा मेन्चुको चाहिँ के अरे चाहिँ हामी चाहिँ के अरे चाहिँ उसको तस्विरहरू यत्र तत्र हामी चाहिँ के अरे चाहिँ देख्छौँ होइन। यस्तै गरेर यो चाहिँ के अरे चाहिँ एउटा ग्वाटेमालाको एउटा के अरे चाहिँ मूलवासी के अरे चाहिँ आन्दोलनको एउटा अग्रज होइन नेतृत्व चाहिँ के अरे चाहिँ जसले मूलवासीको एउटा चेलीले चाहिँ त्यहाँको ग्वाटेमालाको एउटा मूलवासी नागरिकहरूको चाहिँ हक अधिकार होइन समानता स्वतन्त्रता र त्यहाँभित्रको चाहिँ विभिन्न के अरे चाहिँ किसान आन्दोलन महिला आन्दोलनहरूमा चाहिँ उसले के अरे चाहिँ खेलेको एउटा चाहिँ के अरे महत्त्वपूर्ण भूमिकाको कारण 1992 को के अरे चाहिँ 9 अगस्तको दिन चाहिँ रिगोबेर्टा मेन्चुले चाहिँ के अरे चाहिँ एउटा चाहिँ नोबेल शान्ति पुरस्कार है एउटा चाहिँ वर्ल्ड त्यो चाहिँ नोबेल एउटा चाहिँ होइन चाहिँ के अरे चाहिँ पिस प्राइज भन्छ होइन नोबेल शान्ति पुरस्कार चाहिँ के अरे उसले हात पार्यो है। अनि यही कुरालाई लिएर चाहिँ के अरे चाहिँ अस्ट्रियाको भियनामा 1994 को चाहिँ जुन 14 तारिकदेखि जुन 24 सम्म एउटा विश्वभरिको राष्ट्रहरूलाई आमन्त्रण गरेर एउटा चाहिँ युनाइटेड नेसनले संयुक्त राष्ट्र सङ्घले एउटा चाहिँ विश्व अधिवेशन सम्पन्न गर्यो है। अनि यो चाहिँ 1914 देखि 24 सम्मको यो चाहिँ विश्वभरिको राष्ट्रहरूको एउटा विश्व अधिवेशन भएको के अरे समयलाई एउटा चाहिँ मूलवासी दशक है घोषणा गरेर तत्कालै के अरे चाहिँ यो चाहिँ रिगोबेर्टा मेन्चुले के अरे चाहिँ नोबेल शान्ति पुरस्कार प्राप्त गरेको 9 अगस्तको दिनलाई 1994 को 9 अगस्तलाई नै के अरे चाहिँ विश्वभरि एउटा चाहिँ के अरे चाहिँ मूलवासी चाहिँ दिवस विश्व मूलवासी दिवस है वर्ल्ड इन्डिजिनस डे मनाउने चाहिँ निर्णय गरे पश्चात चाहिँ आज चाहिँ मुलुकभरि है त्यो चाहिँ प्रचलनमा आएको छ र मूलवासी दिवस चाहिँ यसरी मनाउने क्रम चाहिँ जारी छ। र त्यो
चाहिँ के अरे चाहिँ अस्ट्रेलियाको भियनामा भएको त्यो के अरे चाहिँ विश्व राष्ट्रहरूको एउटा जुन विश्व अधिवेशन छ त्यो अधिवेशनमा के अरे चाहिँ नेपालको पनि आदिवासी यहाँको के अरे चाहिँ जनजाति समूहका के अरे चाहिँ केही नेतृत्वहरू गिरिजाप्रसाद कोइराला जस्ता के अरे चाहिँ मानिसहरूले चाहिँ त्यहाँ त्यो जनजातिको एउटा समूहले चाहिँ एउटा छुट्टो होइन प्रतिवेदन पेस गरेर के अरे चाहिँ मूलवासी इन्डिजिनियस पिपुलहरूको के अरे चाहिँ प्रतिवेदन पेस गरेर एउटा मागी खाने भाँडो के अरे चाहिँ बनाएको देखिन्छ र त्यहीँबाट चाहिँ के अरे चाहिँ यो ठग्ने एउटा ठगी खाने होइन यो क्रम जारी छ। आज पनि के अरे चाहिँ नेपाल सरकारले यो देशको होइन चाहिँ विशेष गरेर इन्डिजिनियस पिपुलहरूलाई देखाएर यहाँको जनजाति समूहहरूले चाहिँ राष्ट्रको एउटा बजेटलाई दुरुपयोग गरिरहेको देखिन्छ है। अनि त्यस्तै गरेर के चाहिँ यो आदिवासी माइग्रेट भनेको चाहिँ यो चाहिँ बाहिरबाट आएको विदेशीहरू अनि के चाहिँ यो जनजाति भनेको चाहिँ नोम्याड जिप्सी जनजाति भनेको चाहिँ एउटा अन्तर्राष्ट्रिय ठग जमात र के अरे चाहिँ के अरे मूलवासी भनेको चाहिँ यो देशको उत्पत्तिवासी इन्डिजिनियस पिपुल है। त्यसो भएको कारणले गर्दा चाहिँ अहिले हामीले यहाँ के कुरा चाहिँ प्रष्ट हुनु जरुरी छ भने विशेष गरेर चाहिँ हाम्रो खस आर्य समुदायको चाहिँ एउटा रिसर्च गर्ने चाहिँ के अरे चाहिँ अग्रज होइन जो हुनुहुन्छ इतिहासविदहरू र त्यो रिसर्च गर्ने एउटा के अरे चाहिँ एन्थ्रोपोलोजिस्टहरू लगायतका के अरे आदरणीय अग्रजहरूले चाहिँ 1495मा के अरे चाहिँ यो चाहिँ हाम्रो जुन चाहिँ के अरे चाहिँ एउटा चाहिँ ब्ल्याक सी र क्यास्पियन सीको बिचमा पर्ने एउटा चाहिँ त्यो ककसियस माउन्टेन आसपासबाट होइन त्यहाँबाट आफ्नो के अरे चाहिँ भाइहरूसँग विद्रोह गरेर एउटा समूह होइन विद्रोहीहरू चाहिँ पुस्ता जुन चाहिँ खस हारिएको त्यो चाहिँ इरान इराक अफगानिस्तान पाकिस्तान हुँदै चाहिँ के अरे चाहिँ सिन्धु घाटी भएर के अरे भारत हुँदै के अरे नेपाल 1495मा प्रवेश गरेका हुन् खस आर्यहरू भन्ने कुरा चाहिँ उनीहरूको पुर्खा चाहिँ बाहिरबाट आएको भन्ने कुरा चाहिँ उनीहरूले आफैले पुष्टि गरेको पाइन्छ। यद्यपि उनीहरू त्योभन्दा अगावै के अरे चाहिँ यो देशको इन्डिजिनियस पिपुलहरू मङ्गोलहरू चाहिँ यो देशमा भएको कारण है अनि चाहिँ बाहिरबाट 1495मा भित्रिएका जुन चाहिँ त्यो के अरे चाहिँ हाम्रो खस आर्य समुदाय बाहुन क्षेत्रीहरू चाहिँ उनीहरू चाहिँ माइग्रेट भएर आदिवासी होइन जो चाहिँ बाहिरबाट चाहिँ बसाइ सरेर आएको होइन अनि के अरे चाहिँ त्यो नोम्याड जिप्सी होइन जसको के अरे चाहिँ सिटिजनसिप नभएको जग्गा जमिन नभएको एउटा फिरङ्गी समुदाय होइन त्यो चाहिँ विशेष गरेर आदिवासी जनजाति भनेको चाहिँ यो देशको बाहुन क्षेत्रीहरू है। त्यसो भएको कारणले गर्दा के अरे चाहिँ यो देशको मङ्गोलहरू चाहिँ मूलवासी इन्डिजिनियस पिपुल जो चाहिँ परापूर्व कालदेखि उत्पत्ति चाहिँ कालबाट बसोबास गरी आएको हो। त्यसो भएको कारण यो मङ्गोलहरू चाहिँ देशको इन्डिजिनियस पिपुल हो भन्ने कुरा चाहिँ प्रष्ट हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ आदिवासी होइन जनजातिहरूलाई चाहिँ यो मूलवासी दिवस के अरे चाहिँ बोल्ने मनाउने लेख्ने होइन कुनै पनि हक कुनै पनि अधिकार हुँदैन। तिनीहरू चाहिँ के अरे चाहिँ बाहिरबाट आएको होइन उनीहरूले के अरे चाहिँ मूलवासी भनेर लेख्न बोल्न के अरे चाहिँ पाउने उनीहरूलाई छुट छैन। त्यसो भएको कारणले गर्दा उनीहरूलाई केवल चाहिँ के छुट छ त भन्दा उनीहरूले चाहिँ एउटा नोम्याड होइन चाहिँ के अरे चाहिँ जिप्सी दिवस मनाउनु चाहिँ के अरे चाहिँ उपयुक्त हुन्छ। तर आज नेपालमा चाहिँ एक खालको चाहिँ त्यो जतिखेर के अरे चाहिँ 1994मा होइन चाहिँ के अरे चाहिँ त्यो चाहिँ भएको विश्व अधिवेशनमा के अरे जनजाति समूहको नायकी गिरिजाप्रसाद कोइरालाहरूले के अरे चाहिँ इन्डिजिनियस पिपुलको प्रतिवेदन लगेर के अरे चाहिँ एउटा चाहिँ मागी खाने भाँडो बनाएको त्यो एउटा जुन चाहिँ प्रसङ्ग छ त्यो क्रम चाहिँ आज पनि नेपालमा के अरे चाहिँ जारी छ। त्यसो भएको कारणले गर्दा यो विश्व मूलवासी दिवसको अवसर पारेर उनीहरूले के अरे चाहिँ विश्व आदिवासी दिवसको शीर्षकमा के अरे चाहिँ देशको के अरे चाहिँ ढिकुटी त्यो बजेट चाहिँ धेरै ठुलो बजेट चाहिँ हामी चाहिँ के अरे चाहिँ त्यहाँनिर दुरुपयोग भइरहेको देख्छौँ। यो खालको विसङ्गति यो विकृति होइन यसरी के अरे चाहिँ त्यो ढाँटेर छलेर होइन राज्यको ढिकुटी चाहिँ त्यो बजेट चाहिँ के अरे दुरुपयोग नगर्नको निमित्त म यो मूलवासी दिवसको अवसरमा विशेष गरेर नेपालको के अरे चाहिँ बालेन सरकार र सम्बन्धित निकायहरूलाई के अरे विशेष आग्रह पनि गर्न चाहन्छु। र यो हाम्रो जुन चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ आदिवासी चाहिँ के अरे चाहिँ विश्व आदिवासी दिवस होइन यसलाई चाहिँ विश्व मूलवासी दिवस के अरे चाहिँ भन्नुपर्छ। यो कुरा चाहिँ
तत्काल सच्याउनको निमित्त पनि म नेपालको सरकारसँग बालिन सरकारसँग विशेष गरेर चाहिँ हार्दिक चाहिँ आग्रह पनि गर्न चाहन्छु। र त्यस्तै गरेर विशेष गरेर यो हाम्रो जुन चाहिँ अहिले यतिखेर चाहिँ भइरहेको यो विश्व मूलवासी दिवसको अलिकति पृष्ठभूमि यो चाहिँ कसरी सुरु भयो होइन, रिगोबेर्टा मेन्चु को हुन् होइन, उसको जन्म कहाँ भयो, कहिले भयो र कसरी चाहिँ मूलवासी दिवसको स्थापना भएर यसको सुरुवात कसरी भयो भन्ने बारे अलिकति केही यसको ब्याकग्राउन्ड पृष्ठभूमि म यहाँहरूको माझमा राख्न गइरहेको छु है। चाहिँ रिगोबेर्टा मेन्चुको चाहिँ उसको पुरा नाम चाहिँ रिगोबेर्टा मेन्चु ट्रम्प हो है। अनि ऊ चाहिँ ग्वाटेमालाको एउटा गाउँमा एउटा विकट दुर्गम गाउँमा उसको जन्म चाहिँ 1959 को 9 जनवरीमा ग्वाटेमालाको एउटा दुर्गम गाउँमा पाएको थियो है। अनि त्यसै गरेर यो ग्वाटेमालामा चाहिँ ऊ जब जन्मियो रिगोबेर्टा मेन्चु उसको जन्मिएकै सेकेन्ड वर्ष 59मा उसको जन्म भयो होइन, 1959मा 1960देखि लामो 1996सम्म ग्वाटेमाला चाहिँ एउटा विशाल गृहयुद्धमा खसेको इतिहास हामी हेर्न पाइन्छ। अनि त्यसो भएर एउटा भर्खरै जन्मिएको नानी होइन चाहिँ उसले कयौँ गृहयुद्धको बेलाको त्यो अप्रिय दुर्घटनाहरू बेहोरेर त्यो गृहयुद्धसँग उसले चाहिँ झेलेर होइन चाहिँ एक खालको दुर्भाग्यवश भनौँ होइन, उसको परिवारहरू सबै रिगोबेर्टा मेन्चु ट्रम्पको बुवा आमा भाइ बहिनीहरू चाहिँ सबै त्यो गृहयुद्धमा उसले गुमाएको छ। ऊ पनि संयोगवश चाहिँ एक खालको त्यो घाँसघारीमा है एउटा झ्यासघारीमा त्यो व्यापक गृहयुद्धको दुई पक्ष बिचको त्यो भिडन्तको क्रममा पनि चाहिँ एउटा घाँसघारीमा अल्झिएर एउटा बाँच्न सफल भएको मानिस हुन् रिगोबेर्टा मेन्चु है। अनि यो युद्धको क्रम जारी हुँदै गर्ने क्रममा जसरी नेपालमा 10 वर्ष युद्ध भयो र होइन यहाँ 10 वर्ष जनयुद्धको तथाकथित जनयुद्धको क्रममा 17,000 नेपाली नागरिकहरूले ज्यान गुमाउनु पर्यो, त्यस्तै गरेर ग्वाटेमालाको त्यो गृहयुद्धमा पनि होइन सयौँको सङ्ख्यामा ग्वाटेमालाको मूलवासी इन्डिजिनस पिपुलहरूले त्यहाँको ग्वाटेमालाको मूलवासी नागरिकहरूले सयौँको सङ्ख्यामा आफ्नो ज्यानको गुमाउनु पर्यो, ज्यानको आहुति दिनु पर्यो। अनि त्यही क्रममा जब रिगोबेर्टा मेन्चु उनी जब 20 वर्षको भयो होइन जतिखेर 1981को क्रममा त्यहाँ एउटा किसान आन्दोलनको एउटा किसानहरूको सबै समस्याको अधिकार प्राप्त हुनुपर्छ भन्ने किसान हकको आन्दोलन महिलाको आन्दोलनको होइन एक खालको बृहत प्रदर्शनमा रिगोबेर्टा मेन्चुले भाग लिनुभएको छ। अनि त्यो रिगोबेर्टा मेन्चुले त्यतिखेरको किसान आन्दोलन र महिला नेतृत्वको त्यो आन्दोलनको नेतृत्व गरेर प्रदर्शनको क्रममा रिगोबेर्टा मेन्चुले फेरि त्यहाँको सरकारले त्यहाँको नस्लवादी सरकारले रिगोबेर्टा मेन्चुलाई फेरि पक्राउ गरेको छ। पक्राउ गरेर रिगोबेर्टा मेन्चु युनेस्कोमा निर्वासित जीवन लगेर त्यहाँ निर्वासनमा गएको देखिन्छ। उसलाई निर्वासनमा हालियो। त्यही क्रममा समयक्रम बित्दै जाँदा 1986मा गएर फेरि रिगोबेर्टा मेन्चु त्यहाँको मूलवासी सङ्गठन प्रमुख हुनलाई सफल हुनुभएको छ। अनि त्यो क्रममा उसले जेलभित्र त्यो निर्वाचनको क्रममा आफूले भोगेका भोगाइहरू बताउने क्रममा त्यो उसको जुन भनाइहरू छ त्यसलाई लिपिबद्ध गरेर एउटा कालजयी पुस्तक निर्माण भयो। त्यो पुस्तकको नाम रिगोबेर्टा मेन्चु भन्ने एउटा पुस्तक बाहिर आयो होइन, छपाई गरेर बाहिर ल्याइसके पछाडि त्यो रिगोबेर्टा मेन्चु भन्ने एउटा पुस्तक ले एक खालको व्यापक चर्चा पायो। विश्वको आँखालाई उसले त्यहाँनिर त्यहाँ ध्यान केन्द्रित गर्न सफल भयो। अनि त्यो भित्र ग्वाटेमालाभित्र घटेका गृहयुद्धका सबै भित्रका लुकेका रहस्यका कुराहरू सबै त्यहाँ बाहिर छताछुल्ल हुन पुग्यो। अनि त्यो क्रममा फेरि जब तिनी त्यो युनेस्कोमा जब निर्वाचित जीवन बाँचिरहेका थिए रिगोबेर्टा मेन्चुले त्यति बेलै उसले एक खालको व्हेन द माउन्टेन्स ट्रेम्बल्स भन्ने एउटा
फिल्ममा कलाकारिताको भूमिका पनि के अरे उसले निर्वाचन के अरे जीवनमै उसले चाहिँ एउटा गर्ने सौभाग्य अवसर उसलाई प्राप्त भएको छ होइन। त्यसो गर्दाखेरि विभिन्न त्यो कालखण्ड हुँदै जाने क्रममा चाहिँ उसले त्यहाँका विभिन्न ठुल्ठुला के अरे चाहिँ पदवीहरू पनि के अरे उसले प्राप्त गरेको देखिन्छ होइन। त्यही क्रममा के अरे युनेस्को फुल चाहिँ गुडविल के अरे चाहिँ एम्बेसडर जस्ता के अरे चाहिँ पदवीहरू पनि के अरे चाहिँ हाम्रा के अरे चाहिँ रिगोबेर्टा मेन्चीले प्राप्त गरेको छ है। अनि त्यही क्रममा जब उनी चाहिँ के अरे चाहिँ 1900 फेरि के अरे चाहिँ हुँदै गएर जब उनी चाहिँ 2007 देखि 2011 सालसम्म चाहिँ 4 वर्ष चाहिँ फेरि के अरे चाहिँ त्यो ग्वाटेमालाको राष्ट्रपति पनि के अरे चाहिँ बन्न सफल भएको छ है। अनि यसै के अरे चाहिँ क्रममा उसले त्यो जुन चाहिँ ग्वाटेमालाको मूलवासी नागरिकहरूको हक अधिकारको बारेमा, स्वतन्त्रता, समानता र भातृत्वको बारेमा उसले खेलेको महत्त्वपूर्ण भूमिकालाई के अरे चाहिँ हेरेर होइन उसले प्राप्त गरेको नोबेल के अरे चाहिँ शान्ति चाहिँ पुरस्कार विजेता अर्थात् त्यो प्राप्त गरेको दिनलाई नै युनाइटेड नेसनले होइन विश्वभरिका के अरे चाहिँ राष्ट्रहरूको विश्व अधिवेशन पश्चात होइन जतिखेर उनले के अरे चाहिँ के अरे चाहिँ 1992 को चाहिँ अगस्त 9 तारिक उसले त्यो के अरे चाहिँ त्यो एउटा चाहिँ के भन्छ नोबेल विश्व के अरे चाहिँ नोबेल शान्ति पुरस्कार प्राप्त गरेको दिन होइन लाई। अनि त्यस पश्चात फेरि जब के अरे चाहिँ 1993 को चाहिँ के अरे चाहिँ जुन चाहिँ 14 देखि 24सम्म के अरे चाहिँ मुलुकभरिका होइन युनाइटेड नेसनको नेतृत्वमा बसेको अस्ट्रियाको भियनामा भएको विश्व अधिवेशनले के अरे चाहिँ निर्णय गरेर त्यसलाई चाहिँ विश्व मूलवासी दशक घोषणा गर्दै 1994बाट चाहिँ यसरी चाहिँ के अरे चाहिँ मूलवासी दिवस विश्व मूलवासी दिवसको चाहिँ मनाउने प्रचलन चाहिँ सुरु भएको देखिन्छ है। त्यसो भएको कारणले गर्दा त्यहाँ ग्वाटेमालाको के अरे चाहिँ एक खालको विश्वभरिका चाहिँ के अरे चाहिँ मूलवासीहरूको हक अधिकार र हितको निम्ति लड्ने एउटा के अरे चाहिँ ग्वाटेमालाको चाहिँ एक खालको होइन चाहिँ हाम्रो रिगोबेर्टा मेन्ची चाहिँ एउटा मूलवासीहरूको निम्ति एउटा चाहिँ प्रेरणाको स्रोत चाहिँ के अरे चाहिँ बनेको पाइन्छ। त्यस्तै गरेर नेपालमा पनि के अरे चाहिँ युग पुरुषसम्म डाक्टर गोपाल गुरुङले नेपालको मूलवासीहरूको हक हितको निम्ति 1989बाट के अरे चाहिँ लड्दै बोल्दै के अरे चाहिँ साङ्गठनिक होइन त्योभन्दा अगाडि चाहिँ जतिखेर के अरे चाहिँ उसले आफ्नो चाहिँ 1989 भन्दा अगाडिबाट नै उसले के अरे चाहिँ लेख्दै र बोल्दै आइरहेको कुराहरू हामी के अरे पढ्न पाउँछौँ भने चाहिँ 1989बाट चाहिँ साङ्गठनिक रूपमै उसले के अरे आवाज सडकमा के अरे उठाउँदै आइरहेको हुनाले यो यसरी के अरे रिगोबेर्टा मेन्चु र के अरे चाहिँ नेपालको हकमा के अरे चाहिँ युग पुरुषसम्म डाक्टर गोपाल गुरुङले लड्दै आएको एउटा के अरे चाहिँ उठाउँदै आएको एउटा मुद्दा चाहिँ के अरे चाहिँ समान भएको कारण है नेपालको के अरे चाहिँ मूलवासीको चाहिँ के अरे चाहिँ नागरिकहरूको हितको निमित्त है स्वतन्त्रता समानताको निम्ति एक खालको के अरे चाहिँ यसले पनि होइन चाहिँ एक खालको चाहिँ पूर्ण एउटा चाहिँ प्रेरणादायी एउटा के अरे चाहिँ यो चाहिँ के अरे चाहिँ यो बन्न सक्छ होइन। त्यसो भएको कारणले गर्दा चाहिँ यसको सत्य तथ्य बुझेर चाहिँ के अरे चाहिँ यसलाई चाहिँ अब नेपालमा पनि चाहिँ के अरे यसलाई विश्व आदिवासी दिवस होइन विश्व के अरे चाहिँ मूलवासी दिवस वर्ल्ड इन्डिजिनस डे भनेर हामी के अरे तमाम के अरे चाहिँ मूलवासी नागरिकहरूले र के अरे नेपाल सरकारले पनि यसलाई चाहिँ भव्य र सभ्य रूपमा सम्पन्न गर्ने चाहिँ आवश्यकता देखिन्छ। यसो भएको कारणले म यो कुराहरू चाहिँ के अरे चाहिँ हाम्रो नेपालको सरकार र के अरे चाहिँ हाम्रो सम्पूर्ण चाहिँ के अरे इन्डिजिनस पिपुलहरू समक्ष अनि यही कुरा के अरे चाहिँ म यहाँको समक्ष राख्न चाहन्छु र यसरी हाम्रो के अरे चाहिँ यो विश्व मूलवासी दिवसलाई हामीले चाहिँ निरन्तरता दिनुपर्ने देखिन्छ र बिचमा यहाँ आदिवासी जनजाति र चाहिँ के अरे चाहिँ यो देशको चाहिँ मूलवासीको बिचमा एक खालको कित्ताकाट एकदमै जरुर छ है। त्यसो भएको कारणले यो देशको आदिवासी जनजाति भनेको चाहिँ देशको बाहुन क्षेत्रीयहरू हुन् होइन अनि यो देशको के अरे चाहिँ मूलवासीहरू भनेको चाहिँ यो देशको मङ्गोलको संविधान। यसो भएर यो देशको संविधान 2072मा बनेको संविधान पनि त्यहाँभित्र चाहिँ खस आर्यको मात्रै थियो 16% खस आर्यको मात्रै त्यो संविधान हो। त्यसो भएको कारण त्यो नस्लवादी एकल जातीय संविधान खारेज गरेर त्यो संविधानको प्रस्तावनाभित्रै
मूलवासी र मङ्गोल चाहिँ लेख्नुपर्छ र लेख्नको निम्ति संविधानको पुनर्लेखन गरिनुपर्छ र यसको साथसाथै जनसङ्ख्याको आधारमा साइज अनुसारको शक्ति सन्तुलनसहितको सन्तुलित र समृद्ध समाज निर्माण गरेर अगाडि बढेको खण्डमा मात्रै दिगो शान्ति चाहिँ स्थापित हुने देखिन्छ। यसो भएको कारणले म सम्बन्धित पक्षहरूलाई र नेपाल सरकारलाई पनि नेपालको यो नस्लवादी संविधानलाई खारेज गरेर पुनर्लेखन गर्नको निम्ति हार्दिक चाहिँ आग्रह पनि गर्न चाहन्छु र सम्पूर्ण हाम्रो नेपाली मूलवासी नागरिकहरूलाई चाहिँ मुलुकभित्र र बाहिर छरिएर रहनुभएका तमाम चाहिँ इन्डिजिनियस पिपुलहरूलाई चाहिँ यो मङ्गोलिजममा जोडिएर अबको विकल्प चाहिँ भनेको चाहिँ मङ्गोलिजम मात्रै हो। मङ्गोलिजममा जोडिएर चाहिँ अगाडि बढ्ने एउटा प्रेरणा यो 32औं मूलवासी दिवसले हाम्रो चाहिँ तमाम चाहिँ मूलवासी नागरिकहरूलाई चाहिँ एक खालको प्रेरणा चाहिँ स्रोत बनोस् भन्ने चाहिँ मेरो यही शुभकामना छ यहाँलाई। हस्, अभिवादन। अनि चाहिँ जय मङ्गोल सम्पूर्ण चाहिँ मित्रहरूलाई।